के तपाईँले कहिले सोच्नु भएको छ पुरुषहरूको शरीर बाहिर यी दुई बल्स किन हुन्छन्? अण्डकोष कुनै साधारण बल्स होइनन्। यी त जीवन सृष्टि गर्ने कारखाना हुन्, अर्थात् स्पर्म फ्याक्ट्री। तर प्रश्न उठ्छ, यदि यी यति महत्त्वपूर्ण छन् भने शरीरभित्रै सुरक्षित किन राखिएनन्? बाहिर किन झुन्डिएका छन्? यसको मुख्य कारण हो तापक्रम। स्पर्म उत्पादनका लागि हाम्रो शरीरको सामान्य तापक्रम 47 डिग्री सेल्सियस उपयुक्त हुँदैन। स्पर्म बन्न शरीरको तापक्रमभन्दा करिब 2 देखि 3 डिग्री सेल्सियस कम तापक्रम आवश्यक पर्छ। त्यसैले अण्डकोष शरीर बाहिर हुन्छन् ताकि तिनीहरू चिसो रहन्। प्रकृतिले तापक्रम सन्तुलनमा राख्न एउटा स्मार्ट सिस्टम बनाएको छ। जब धेरै चिसो हुन्छ, अण्डकोष शरीरतिर खुम्चिन्छन् ताकि न्यानोपन प्राप्त होस्, र जब धेरै गर्मी हुन्छ, तिनीहरू तल झर्छन् ताकि हावा लागोस् र चिसो रहिरहोस्। अर्थात् यो कुनै डिजाइन एरर होइन, यो त एउटा एटोमेटिक टेम्परेचर रेगुलेसन सिस्टम हो। अर्को आश्चर्यजनक कुरा, अण्डकोषले स्पर्म मात्र बनाउँदैनन्, यहाँ टेस्टोस्टेरोन पनि उत्पादन हुन्छ। यही हर्मोनले तपाईको स्वर गहिरो बनाउँछ, मांसपेशी विकास गर्छ, दाह्री पलाउँछ र आत्मविश्वास बढाउँछ। यदि अण्डकोषले राम्रोसँग काम गरेन भने स्पर्म काउन्ट र टेस्टोस्टेरोन दुवै घट्न सक्छ। धेरै कसिलो कपडा लगाउने, ल्यापटप सिधै काखमा राख्ने वा अत्यधिक गर्मीमा बस्ने बानीले स्पर्म उत्पादनमा नकारात्मक असर पार्न सक्छ। डाक्टरहरूका अनुसार प्रजननका लागि तापक्रमको सन्तुलन अत्यन्त आवश्यक हुन्छ। अण्डकोष यति संवेदनशील हुन्छन् कि त्यहाँ लागेको सानो चोटले पनि भेगस नर्भमा असर गर्न सक्छ, जसले गर्दा पुरै शरीर दुख्ने, रिङ्टा लाग्ने वा वाकवाकी हुने जस्ता सङ्केत देखिन सक्छन्। त्यसैले सम्झनुहोस्, यो तपाईको कमजोरी होइन, यो त प्रकृतिले बनाएको जीवन सृजना गर्ने कुलिङ सिस्टम हो।